टिप्न जान आँटेको होइन हामी जाँदैछौँ गुराँस टिप्न होइन ओ गुराँस 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 ओ सी गाइस गुराँसको बोट यहाँनिर छ ओ माई गड रातै छ होइन मलाई पनि टिप्थ्यो होइन जङ्गलमा छौँ किनभने हामी गुराँसको बोट छ होइन यतातिर हेलो गाइज वेलकम टु माई एनदर न्यू ब्लग र आज चाहिँ हामी अब जान आँटेको छौँ साथीहरूको गाउँमा त्यहाँ गएर चाहिँ अब हामी यसो एक्सप्लोर गर्ने त्यहाँ डाँडा काँडाहरू हामी अब देखाउँछौँ होइन गाइजहरूलाई र त्यहाँनिर अब हाम्रो यस्तो सही ठाउँ छ सबैजना छौँ होइन हामी होस्टेलको सबैजना हिँडेको हाम्रो साथीको घरतिर र मेरो साथीको घरतिरको गाउँको नाम हो फलाटे र गाइज यहाँनिर चाहिँ यति राम्रो ठाउँ छ होइन यो देखिरहेको छ नि गाइज होइन यो देखिरहेको चाहिँ अब पुरै यो डुल्ने ठाउँ हो क्या यहाँनिर चाहिँ मान्छेहरू डुल्न आउँछ नि यता माथि चिया बगान छ होइन गाइज र हामी चाहिँ अब फलाटे जाने बाटोतिर छौँ मेरो साथीहरू जाँदैछ होइन र गाई चाहिँ देखिएको डाँडा छ नि यति छ यही हो क्या यही डाँडाको नाम हो क्या नाम्चो डाँडा चाहिँ यहाँनिर चाहिँ मान्छेहरू आउँछन् होइन धेरैजना घुम्न आउँछन् होइन गाई होइन माथि टावर पनि छ है यस्तो सही ठाउँ छ गाई अब हामी चाहिँ यो बाटो जान आँटेको क्या यो बाटो जान आँटेको होइन यस्तो हावा चलिरहेको छ होइन मेरो साथीको घर जाने बाटो यस्तो सही ठाउँ छ होइन कहाँनिर आयो गाउँमा टोइलेट नभएपछि यस्तो गर्छन् होइन गाई देखिएको छैन होइन टोइलेट नभएपछि यो पछाडिको हो क्या रियल भ्यू चाहिँ यहाँनिर त सोच्नु न कति मृगहरू होलान् के होलान् होइन जनावरहरू होलान् होइन हामी यस्तै ठाउँ एक्सप्लोर गर्दै आएको क्या र यो भनेको चाहिँ पाहाडको ठाउँमा मात्र भेटिन्छ यस्तो ठाउँ है त र गाई छैन हामीले यो बाटो हिँड्दाखेरि चाहिँ यहाँ घर पनि देखिन्छ क्या गाई यो चाहिँ घर रहेछ होइन यहाँनिर र बारीहरू पनि छ है गाई यहाँनिर अनि यहाँ तल चिया बगान छ होइन यस्तो ठाउँमा पनि मान्छेहरू बसेका छन् क्या गाई र होइन यस्तो सही ठाउँ छ अब के भन्नु होइन तर फेसिलिटीहरू पनि अब बिस्तारै डेभलप हुँदैछ होइन गाइज उसलाई चाहिँ फिल आउँछ क्या यस्तो ठाउँमा आएको मान्छेहरूलाई चाहिँ पक्कै पनि फिल्स आउँछ होइन फिलिङ आउँछ मलाई आएछ र एउटा मात्र घर छ क्या एउटा दुईवटा घर छ क्या होइन त्यस्तो ठाउँ छ खेतीपातीहरू भन्ने हुन्छ क्या त्यो भनेको के हो क्या हामी चाहिँ मेरै भानिजको घर जान आँटेको उसको नाम हो भानिज लोकल नेम हो र बाटो हेर्नुहोस् गाई चाहिँ यस्तो डेन्जर छ कि लडिन्छ जस्तो लाग्छ मेरो पान्डा जुत्ता लगाएर आएको छ चिप्लेर आएको छ मेरो म पुग्ने हो कि होइन भानिजको घर होइन पर्विन साथी तर गाउँले मान्छे हो डर छैन उडाउँछ भन्दैछ केटाहरूले अब यस्तो हावा चलिरहेछ उडाउनु सक्छ विक्रमलाई चाहिँ खासै घर पुग्ने चान्स अब यस्तो बाटोमा अनि अँगालो मार्दै हिँड्दैछौँ गाई होइन हामी केही भन्दैनौँ गाई छैन हामी त्यो बाटो कटिसक्यौँ मैले एकदम सही सलामत हामी झरिसक्यौँ होइन यो पछाडिको जङ्गल छ केही होइन क्या यहाँदेखि अझै तल यस्तो बाक्लो जङ्गलहरू आउँछ होइन गाइस र यो जङ्गल चाहिँ अब प्राइभेट जङ्गल होला होइन सायद त्यही भएर कसैले केही गरेको छैन यहाँनिर घाँसहरू पनि छ यस्तो बाक्लो जङ्गल छ गाइस होइन यस्तै जङ्गल आउँछ क्या अब अलिक तल यस्तो डरलाग्दो जङ्गल आउँछ होइन आज हामी त्यो एक्सप्लोर गर्न जाने हो एक्सप्लोर गर्ने हो अनि धेरै मजा आउँछ क्या गाइस एक्सप्लोर गाइस होइन काफलको बोट भनेको चाहिँ यही हो क्या काफलको बोट भनेको चाहिँ गाइस होइन हामी निकै तल आइसकिसकेछौँ तर र पनि हेर यस्तो बाटोतिर चाहिँ अब यो रुखहरूको यो के भन्छ यसलाई मुढा हुन्छ क्या लकडीको लाइन आन्छ होइन काठहरू बनाउँछ होइन यस्तोहरू यहाँनिर जङ्गलबाट निकालेको गाई चाहिँ अब यो चाहिँ लग्छ अनि तल फ्याक्ट्रीतिर लान्छ क्या गाई लगेर नि यसलाई अब एकदम सिस्टमेटिक तरिकाले होइन यसको प्रोडक्टहरू निकाल्छ है र यहाँ चाहिँ चिया बगानकै मात्र खेती हुँदो रहेछ क्या धेरै जस्तो चाहिँ एकदम चिया बगानकै जस्तो मात्र खेती हुँदो रहेछ होइन र अब हामी चाहिँ होइन अहिले लगभग आधी घन्टा उता झरिसके पछाडि चाहिँ हल्का गाउँहरू देखिन थाल्यो होइन यहाँ भनेको गाई बस्तु भन्छ होइन यता सानो दोकान छ हाम्रो र यहाँ चाहिँ एउटा सानो लोकल ठाउँ हो क्या यहाँको चाहिँ एउटा सानो लोकल एरिया जस्तै हो होइन र गाई चाहिँ होइन हामी चाहिँ आधी घन्टा आइसके पछाडि होइन यस्तो सही भ्यू देखिन्छ यहाँबाट यस्तो सही छ कि यहाँबाट देखिने भ्यू गाई चाहिँ होइन म देखाउँछु अब अहिले गाउँको विद्यालयमा आइसक्यौँ होइन यहाँको स्कुल हो होइन यहाँ चाहिँ अब किनभने मैले अघि भनिसकेँ नि त धेरै टाढा छ यहाँबाट जानुलाई किनभने जङ्गलको बाटो छैन र यही हो होइन हाम्रो यस्तै हुन्छ भिलेज स्कुल हो यो भनेको है चाहिँ होइन एकदम डर लाग्दो छ है तर पनि अब हेरिदिउँ न त एकचोटि चाहिँ अब यो घरलाई चाहिँ पुरै छोडेर होइन पुरै लथालिङ्ग भइरहेको छ क्या डेन्जर छ घरको स्थिति हेर्दाखेरि गाई छैन हामी एकदम यहाँ चाहिँ सुख ठाउँ मात्र छ क्या हावा मात्रै चले होइन जङ्गलै मात्र छ होइन पनि है
र हामीले रेस्पेक्ट गर्नुपर्छ यस्तो ठाउँलाई होइन, किनभने हाम्रै गाउँ हो, म पनि यस्तै ठाउँबाट आएको हो। यो बाटोमा चाहिँ एकदम टाढो छ, हामी आधी घन्टाभन्दा बेसी झर्छौँ होइन। झोला बोक्नको लागि कन्ट्रोभर्सी चल्दैछ केटाहरूको र म कहिले बोक्दिनँ। र गाइस होइन यस्तो जङ्गलको बाटो होइन, हामी आधी घन्टाभन्दा बढी हिँडिसक्यौँ होइन, पुगेकै छैन र पनि यस्तो अनि भ्लगरलाई झोला बोकायो क्या। बाटोमा चाहिँ म हराउँछु जस्तो लाग्यो होइन गाइस, यस्तो जङ्गलको बाटो छ कि यस्तो छ होइन। र गाइस होइन यहाँनिर चाहिँ मैले लाली गुराँसको बोट देखेँ क्या, यतातिर छैन लाली गुराँसको बोट, गुराँस टिप्दैन गाइस होइन। मैले गुराँस टिपेँ कहाँ जाँदा जसरी भने गुराँस टिपेर छाडेँ, यति सही छ होइन यो गुराँस। यहाँनिर जे पाउँछ क्या गाइस, मलाई कस्तो खुसी लागिरहेको छ यो गुराँस टिपेर हो। र गाइस होइन यहाँनिर पछाडि चाहिँ मान्छेले अब यो जङ्गलको बारेमा हल्का होइन झगडा पर्दै रहेछ यताउता सरकारी र प्राइभेटको। गाइस होइन यहाँनिर चाहिँ अब पुरै हिँड्नु पऱ्यो क्या, पुरै आफ्नो सामानहरू चाहिँ पुरै चाहिने सामानहरू जङ्गलमा बस्नुपर्छ रुखहरू काट्नको लागि। अनि यो सब रुखहरू लकडीहरू निकाल्छन् नि, त्यसको लागि चाहिँ अब पुरै सामानहरू पुरै प्याक गरेर होइन आर्मीको जस्तै पुरै क्याम्प स्याम्प लगाएर बस्छन् क्या यतातिर मान्छेहरू यस्तो जङ्गलमा। अनि त्यही भएर अनि त्यहाँदेखि त्यही मान्छेहरू रुखहरू काट्छन् क्या त्यसरी। अनि अब मान्छेहरू चाहिँ फेरि ग्रुपमा बस्छन् क्या यस्तो जङ्गलमा, पुरै अब त्यो क्याम्पहरू राखेर होइन रुखहरू काट्नको लागि। रोडोड्यान्ड्यान भन्छ यसलाई। र गाई चाहिँ यो त लाली गुराँस हो, नेपालको राष्ट्रिय फुल लाली गुराँस। यो चाहिँ ग्राउन्ड हो, यस्तो जङ्गलको बिचमा ग्राउन्ड बनाएको छ होइन। अब यताको मान्छेहरू चाहिँ अब फुटबल खेल्नमा अब एकदम स्पोर्ट्सको लागि पनि हेरेको रहेछ होइन यतातिरको गभर्मेन्टले, लोकल गभर्मेन्टले। यो चाहिँ हो नि, यो चाहिँ घाँस हो क्या, यहाँ चाहिँ घाँस हो, यो चाहिँ स्पेसल्ली गाईहरूले खान्छ क्या। गाई बस्तुहरू हुन्छ नि गाउँमा, बाख्राहरू हुन्छ नि तिनीहरूले खाने घाँस हो होइन। यो गाई चाहिँ हामी कहाँ आइपुग्यौँ भने अहिले तलको अहिले हामी जानुपर्ने चाहिँ यहाँबाट देखेको त्यो रोड छ नि त्यहीँनिर जानुपर्ने अरे क्या। रोड छ नि यो हो यहाँ जानुपर्ने अरे क्या। अब यहाँ छु मैले हामी होइन, तर हामी हिँडेर जाने पैदल यात्रा हो होइन। होइन मेरो साथीहरूले भनेको त्यहाँनिर पुग्नको लागि चाहिँ 3-4 घन्टा लाग्छ अरे क्या अझै हिँडेर। अनि आज मेरो खुट्टा नमस्काइ हुँदैन हो। टिप्न जान आँटेको होइन, हामी जाँदैछौँ गुराँस टिप्नु होइन। ओ गुराँस 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 हो सी गाइस, गुराँसको बोट यहाँनिर छ। ओ माई गड रातै छ होइन, मलाई पनि टिप्थ्यो होइन। जङ्गलमा छौँ किनभने हामी गुराँसको बोट छ होइन यतातिर। मैले बोटमा चढेर यति गुराँस टिपेँ है। यहाँनिर बब्बल लागेको गुराँस देख्दाखेरि आफ्नो नेसनल फ्लावर होइन। यहाँनिर मन्दिर पनि रहेछ होइन, माथि देवी थान रहेछ होइन। अनि त्यहाँदेखि यहाँको गुराँसको चाहिँ कस्तो लाग्यो है, बब्बल छ, बोटहरू सानो सानो छ होइन। रातो गुराँस बिचको जङ्गल, हरियो जङ्गलमा फुल्दाखेरि कस्तो देखिन्छ होइन, यस्तो सही छैन। र हामीले यो पनि गुराँस पनि टिप्यौँ, एकदम खुसी लाग्यो।